अब कुरा गरौँ अर्को टिम काठमाडौँ गोर्खाज। काठमाडौँ गोर्खाजले चाहिँ कस्तो खेलेका थिए विथ ब्याट कस्तो गरेका थिए, विथ बल कस्तो गरेका थिए। काठमाडौँ गोर्खाजको लागि चाहिँ टप पर्फर्मरको रहेका थिए। सो करण केसी होइन, क्याप्टेन करण केसीले 49 रन बनाउँछन्। 160 को अलमोस्ट स्ट्राइक रेट रहेको थियो। बलिङको कुरा गर्ने हो भने 13 विकेट निकालेका थिए। 7.4 को इकोनोमी र 3.5 को एभरेज रहेको थियो, जुन चाहिँ एकदम राम्रो हो। किनकि मोस्टली करण केसीले या त ओपनिङको ओभरहरू बलिङ गर्न आउँछन्, भन्नाले पावर प्लेमा बलिङ गर्न आउँछन् या त डेथ ओभरमा बलिङ गर्न आउँछन्। त्यो अनुसारले इकोनोमी हेर्ने हो भने लेस देन 8 को इकोनोमी हुनु भनेको एकदमै राम्रो रहेको छ है। बेन चार्ल्सवर्थ लास्ट इयर चाहिँ मैले यो टिमको बारेमा चाहिँ भिडियो बनाउँदाखेरि के कम्प्लेन गरेको थिएँ भन्दा काठमाडौँ गोर्खाज जुन चाहिँ गोर्खाज नाम थियो होइन, योपालि गोर्खाज राखेको थिएन। काठमाडौँ गोर्खाजको चाहिँ के थियो भन्दाखेरि चाहिँ एकजना प्लेयरले पनि लास्ट इयर चाहिँ 100 क्रस गरेका थिएन होइन। योपालि चाहिँ दुईजना प्लेयरले चाहिँ 100 क्रस गरेका थिएन होइन। बेन चार्ल्सवर्थ 201 रन बनाए होइन। स्ट्राइक रेट पनि अलमोस्ट 126 को रहेको थियो, एभरेज 25 को। विथ बल पनि 2 विकेट निकालेका थिए बेन चार्ल्सवर्थ। अनि जन सिम्पसनले पनि राम्रो ब्याटिङ गरेका थिए होइन। 172 रन बनाए, स्ट्राइक रेट 165 प्लस को रहेको थियो है। एभरेज पनि अलमोस्ट 22 को एभरेज रहेको थियो। जस्ट यो टिमले चाहिँ कहाँनिर क्यापिटलाइज गर्न सकेन भन्दा यो टिमको मोस्टली रनहरू चाहिँ कसले बनाइरहेको थियो भन्दा यही दुईटा ब्याटरले बनाइरहेको थियो होइन। भीम सार्कीले लास्टतिर मौका पाए। भीम सार्कीले पाएको एउटा मौकामा एकदम राम्रो पनि खेल्यो, तर जुन हुन्छ नि नम्बर 5 नम्बर 6 तिर आएर आदिल आलमले पनि डिसपोइन्ट गरे होइन यो टिमलाई। नम्बर 5 6 तिर आएर अलिकति राम्रो ब्याटिङ गर्ने प्लेयरहरू भइदिएको भए नम्बर 7 नम्बर 8 मा आएर करण केसीले राम्रो फिनिस गर्न सक्थे होइन। त्यो चाहिँ नभएको कारणले चाहिँ यो टिम प्लेअफ भन्दा अगाडि बढ्न नसकेको जस्तो लाग्छ मलाई पर्सनली होइन। शाहाब आलमको कुरा गर्नै पर्छ। शाहाब आलमले चाहिँ एउटा म्याच पोखरा एभेन्जर्सको एगेन्स्टको म्याच होइन सिंगल ह्यान्डलले जिताइदिएका थिए। 6 विकेट एउटै म्याचमा निकालेका थिए होइन शाहाब आलमले। ओभरअल भन्ने हो भने शाहाब आलमले चाहिँ 13 विकेट निकालेका छन् र 6.2 को इकोनोमी रहेको छ होइन। वान अफ द बेस्ट इकोनोमी भन्न सक्छौँ होइन। र एभरेज पनि राम्रो छ होइन, लेस देन 14 को एभरेज रहेको छ है। 13.4 को एभरेज रहेको छ, जुन चाहिँ एकदम राम्रो हो। र अर्को वर्ष चाहिँ म के हेर्न चाहन्छु भने काठमाडौँ गोर्खाजले चाहिँ 2-3टा बरु 4वटा विदेशी प्लेयर चाहिँ होइन के भन्छ अरे ब्याटरै लिएर आए पनि हुन्छ। बलर त नेपाली बलरहरूले पनि काम गर्न सकिन्छ। र त्यो चाहिँ म एक किसिमले भन्ने हो भने चाहिँ सबै जति पनि नेपाली टिमहरू छ नि 8वटै नेपाली टिमले चाहिँ एनपिएल को टिमहरूले चाहिँ होइन के बेटर गर्न सक्छ भन्दा एनपिएल को सिजन 3मा होइन 3rd सिजनमा चाहिँ आफ्नो 4वटा फरेन प्लेयर चाहिँ ब्याटर मात्रै लिएर आए पनि हुन्छ। किनकि नेपाली ब्याटरहरूले चाहिँ त्यस्तो राम्रो एनपिएलमा गरेकै छैनन् र बलर भने नेपाली बलरहरूले चाहिँ एकदम राम्रो गर्छन् र नेपाली बलरहरूलाई मौका दियो भने नेपाली बलरहरूले बेटर गरेर दिन सक्छन् होइन एज कम्पेयर टु ब्याटर। सो यो चाहिँ एक किसिमले भन्यो भने मेरो सबै टिमको लागि रिक्वेस्ट के हुन्छ भने एनपिएल को सिजन 3मा चाहिँ सबै आफ्नो 4वटा विदेशी प्लेयर चाहिँ होइन ब्याटर मात्रै लिएर आउनु अरे। चाहे इङ्ल्यान्डको डोमेस्टिकबाट लिएर आउनु, चाहे कुनै अरू देशको डोमेस्टिकबाट लिएर आउनु, चाहे के थाहा आइसिसीले केही रुलमा चेन्जेस गरिदिएला होइन, तर सबै ब्याटर लिएर आउनु त्यो चाहिँ बढी बेटर हुन जान्छ। या त 3टा ब्याटर र एउटा अलराउन्डर जसले चाहिँ ब्याटिङ पनि गरोस् यस्तो टाइपको लिएर आउनु होइन, तपाईँहरूलाई डेफिनेटली फाइदा पुग्न जान्छ है।